हेलो एन्ड नमस्ते सबैजनालाई। आशा छ सबै सन्चै आरामै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। आज पनि तपाईहरुलाई फेरि मेरो अर्को नयाँ भिडियोमा धेरै धेरै स्वागत छ। र आज चाहिँ म ब्याडमिन्टन खेल्नको लागि आनसङसीमा छु। यो आनसङसीको आनसङसिचल खाली खोङदा भन्नेमा छु। यहाँ चाहिँ हामी ब्याडमिन्टन खेल्न अनि अरू स्पोर्टहरु धेरै छ। यहाँ कोरियनहरुले खेल्ने। आउनु भन्दा चाहिँ पहिला चाहिँ अनलाइन बुकिङ गर्नुपर्ने हुन्छ। तर म चाहिँ बिहान अनलाइन बुकिङ गर्न नमिलेर फोनद्वारा बुकिङ गरेको थिएँ। यहाँ खेल्नलाई ठाउँ भयो भने चाहिँ फोनद्वारा बुकिङ गर्दा पनि हुन्छ, आउन मिल्छ। तर सार्वजनिक भनेर शुल्क नलाग्ने भन्ने हुँदैन। शुल्क लाग्छ तर कम शुल्क लाग्छ। जस्तै म ब्याडमिन्टन खेल्नको लागि 2 घण्टा लागि बुक गरेको छु। 2 घण्टाको लागि मैले पर व्यक्ति 30 रुपैयाँ नेपाली 30 रुपैयाँ, यहाँको चाहिँ 300 दिनुपर्ने हुन्छ। रह्यो हामी ब्याडमिन्टन खेल्ने ठाउँ अनि प्रवेशद्वार पनि रह्यो हैन। साथीहरु चाहिँ भित्र छिरिसकेको छन्। म चाहिँ अलि लेट भएँ। हाम्रा गोर्खेहरु खेल्न सुरु गरिसकेको छन् हैन। यता चाहिँ कपडा चेन्ज गरेर बसिसकेका साथीहरु चाहिँ। म पनि अब कपडा चेन्ज गर्छु हैन। अनि है त विमल 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 कपडा कहाँ? कपडा कति नम्बर? यहाँ अरू साथीहरु पनि हुने रहेछ हैन खेल्ने। यसरी रह्यो हामीले कपडा खरिद्ने ठाउँ। लकर रुम भनौँ न, लकर रुम बाथरुम पनि छ यहाँ चाहिँ। हाम्रो साथीहरुले चप्पल चाहिँ यत्तिकै फालेका छन्। हाम्रो त खै फ्यान अन गरेर बस्नु त गोर्खेहरुले। त्यो चाहिँ नन ठाउँ पनि छ। तर नन ठाउँ चाहिँ देखाउनु हुन्न हैन। लकर रुम। अब म चाहिँ ड्रेस चेन्ज गर्छु ल, किनकि यो ड्रेस चाहिँ लगाएर खेल्न त हुन्न, पसिना पसिना हुन्छ शरीर हैन। अनि कपडा त खत्तम हुन्छ। र म छु अनि मेरो फाइनली रेडी भइसकेँ म हैन। यहाँ चाहिँ जुत्ता चाहिँ यो जस्तै हामीले लगाएको जुत्ता चाहिँ बाहिर जुत्ता त लाउन मिल्दैन हैन। जुत्ता यहाँको लागि छुट्टी लाउनु पर्ने हुन्छ। यो चाहिँ मैले किनेको लगभग 1 वर्ष भयो के यार, 1 वर्ष भयो। ल खेलौँ। आज पनि बिग म्याच खेल्नु पर्छ है। दिउ त खेल्नु नि जानु। जुत्ता छैन अनि हलार खेल्दै गर्नु नि। म खेल्छु। ल अब चाहिँ बिग म्याच हुन लागिसक्यो भयो हैन। रेफ्रीको भूमिका चाहिँ मैले निर्वाह गर्ने है। 1-0 नाइस बराबर। यस्तो नफाल्नु के फाडो। गेम चाहिँ अब चौधरी एन्ड तपाईकै क्लबले जित्छ जस्तो छ हैन। बिएनबी क्लबले गेम पहिलो सेट खाएको छ हैन। अब एकछिन रेस्ट गरेर चाहिँ अर्को पहिलो सेट खाइयो हैन। विमल सर आज के खाइयो हामी? बबल टी हिजो खाए, आज के हो यार? बबल टी म्याच हो आज पनि सुन्दर। बबल टी हाम्रो हुन्छ असो विनोद। अनि तपाईको सर कस्तो लाग्यो त? अनि एक खेल खाँदाखेरि जित्यो, रोमाञ्चक भयो नि खेल त हैन? जित्यो मासरा। गेम रोमाञ्चक भयो नि जियोस् हैन? गेम एकदम 25 आउने गेम कति भयो? 30 मा भयो, 27 मा भयो। ठीक छ, अरु सिट पनि खानु पर्छ फेरि। हाम्रो सरलाई पनि कस्तो लागिरहेको। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। अब दोस्रो राउन्ड सुरु भइसक्यो हैन। र बिएनबी क्लब चाहिँ अलि माथि यस्तो छ एउटा गेम खाएर। हाम्रो दीपक दिल चाहिँ सिक्दै हुनुहुन्छ अहिले हैन। त्यसै जान्नुहुन्न।
नजान्ने भन्दा पनि हामी सबै त्यस्तै हो तर उहाँ चाहिँ हामी अलि भयो धेरै खेल्न लाग्यो उहाँ चाहिँ अनि हाम्रो मेन गुरु भनेको चाहिँ एउटा किसान हो किसान अन्य आज चाहिँ आएको होइन त्यो चाहिँ टुर्नामेन्ट खेल्न गइरहेको छ होइन त्यसैले हामीलाई यहाँ लिएर आएको अनि खेलाउने सिकाउने गराएको आज चाहिँ ऊ छैन 19 लास्ट गेम त सकियो होइन गेम चाहिँ ड्र भयो है त गेम चाहिँ ड्र भएको छ अब लास्ट जित्छ त विनर होइन हाइपो Wow, nice shot. Oh! गेम चाहिँ हाम्रो लिम्बू टिमले खाइसकेको छ बिएनबी विनोद विमल कलमले चाहिँ हारिसक्यो होइन धेरै खुसी हुनुहुन्छ दिपक सर चाहिँ फर्स्ट टाइम ब्याट समाप्नु भएको तर नि जित्यो होइन पहिलो गेम हारे पनि ल भन्दिउँ सुझाव सल्लाह के छ भन्दिउँ बेस्ट अफ 3 मा 2 गेम जित्यौँ 1 गेम हारेर जित्यो साँझ बबल टी खानुपर्छ है हारेको साथीहरुलाई बबल टी सानो नबनाउनु भन्नु बबल टी हारेर प्ले गरेको छैनौँ के किन मात्रै हो त्यो खेलेको कि के गरे जितेको कि हारेको थाहै छैन कौन है ये लोग कहाँ से आते हैं अरू जे पनि साँझ बबल टी खानुपर्छ हाम्रो दिपकजी र सुन्दरजीलाई अहिले हारेको खेल्छौँ ल सुकु पालो ल अब चाहिँ मेरो फाइनली गेम खेलेर चाहिँ सकिसक्यो होइन एउटा म्याच हारियो त्यो म्याचमा के थियो भन्दाखेरि जसले जित्छ त्यसलाई चिया वा लस्सी खुवाउनु पर्ने भनेर अब लस्सी खुवाउनु पर्छ केटाहरूले खुवाउनै पर्छ भनेर यहाँ जबरजस्ती गरिरहन् खुवाउनु पऱ्यो होइन म्याच त हारियो अब कपडा थपडा चेन्ज गर्ने अनि नास्ता सास्ता खाने पनि प्लस केटाहरूलाई लस्सी खुवाउने हारेको तर्फबाट आज है त अब म पहिला ड्रेस चेन्ज गर्छु हामी चाहिँ अहिले हाम्रा जित्ता पार्टीहरूलाई लस्सी खुवाउन नेपाली रेस्टुरेन्ट जाँदैछौँ हाम्रो एकजना दिदी हुनुहुन्छ नेपाली रेस्टुरेन्टमा एउटा हाम्रो जित्ता पार्टी यता पहाडी छन् अन्य अर्को चाहिँ हाम्रो सुन्दरजी सुन्दर पुरुष चाहिँ यता छन् होइन यिनीहरूलाई आज लस्सी खुवाइदिने हो हामी चाहिँ अहिले नेपाली रेस्टुरेन्ट आइसक्यो होइन नेपाली रेस्टुरेन्ट आएर 3 ठाउँ मोमोज 2 ठाउँ चाहिँ चाउमिन अर्डर गरियो प्लस अनि लस्सी पनि खाने कुरो भयो होइन अब आउँछ एकछिनमा होइन अनि च्याप्पा खाने छु भनेको थिएँ कपाल फेरि यहाँ आज सन्डे भएको हुँदाखेरि सबै बन्द रहेछ अनि फाल्न पाइएन अब एकचोटि आउँदाखेरि फाल्छु भन्दै आजको भिडियो चाहिँ यति नै फेरि अर्को भिडियोमा भेट्नेछु बाई